नमस्कार साथीहरू। हुन त यो कोरिया G2G प्रोसेस हो। तपाईँहरू सबैलाई थाहा होला, कोरियन भाषा पढ्नुभएका सबै साथीहरूलाई थाहा छ। कोरिया रोजगारीका लागि आउँदाखेरि चाहिँ G2G प्रोसेसबाट आइन्छ, गभर्मेन्ट टु गभर्मेन्ट प्रोसेस हो। जसले गर्दा चाहिँ बिचौलिया हुँदैन, ठगिने सम्भावना हुँदैन। हामीहरूले चाहिँ कोरियन भाषा पढिसकेपछि सस्तो पैसामा हेरौँ न, धेरै लगानी लाउनु पनि पर्दैन। 2-3 लाख त लाग्छ, लगानी लाग्नु पर्दैन भन्दा हुँदै पनि होइन। अब त्यो टाइम पिरियड पढाइको यताउता खर्च जोड्यो भने अझै धेरै पनि होला। तर पनि कोही बिचौलियालाई यत्तिकै दिनुपर्ने पैसा चाहिँ दिनु पर्दैन कोरियामा आउनको लागि, कोरिया आएर काम गर्नको लागि। तपाईँहरूले त्यो G2G प्रोसेसले गर्दाखेरि चाहिँ एकदमै सहज चाहिँ भएको छ। यो सहज हुँदाहुँदै पनि यो G2G प्रोसेसमा चाहिँ अलिकति राजनीतिक किचलो पनि हुँदो रहेछ। यसै विषयलाई लिएर आज चाहिँ मैले आफ्नो व्यक्तिगत विचार हजुरहरूमाथि राख्न गइरहेको छु। हजुरहरूलाई चाहिँ यो विचार कस्तो लाग्छ, हजुरले पनि आफ्नो विचार चाहिँ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। यो मलाई मात्र यस्तो लाग्यो हो कि तपाईँहरूको पनि के छ धारणा, आफ्नो धारणा चाहिँ कमेन्टमा राख्न नभुल्नुहोला। यो कस्तो छ त भन्दाखेरि इपिएस कार्यालय गुवारकोमा यो पटक चाहिँ कार्यालय प्रमुख परिवर्तन गर्ने चाहिँ भइरहेको छ। यो तपाईँलाई पनि थाहा होला। लगभग अहिलेको पछिल्लो 1 वर्षमा 3 जना चेन्ज भइसक्नु भएको छ। मलाई त लाग्छ 3-4 महिनामा पटक चाहिँ कार्यालय प्रमुख चाहिँ परिवर्तन भइरहेको छ। महानिर्देशक र निर्देशक भनेर भनिन्छ उहाँहरूलाई। उहाँहरू चाहिँ पटक चेन्ज हुनुहुन्छ, परिवर्तन हुनुहुन्छ। आएको 3-4 महिनामा चाहिँ उहाँहरूको सरुवा हुन्छ। हामीलाई त खासै सरुवा बुढाले फरक त पर्न नपर्ने हो, तर पनि के छ त भन्दाखेरि उहाँहरू आउने त एउटा सक्षम व्यक्ति नै हो, उहाँहरू त आउने त एउटा दक्ष व्यक्ति नै हो। तर पनि सबै व्यक्तिहरूलाई इपिएस सिस्टमको बारेमा थाहा नहुन पनि सक्छ। त्यसले गर्दाखेरि चाहिँ भविष्यमा चाहिँ इपिएस सिस्टममा आएका समस्याहरूलाई समाधान गर्न नसक्न पनि सक्नुहुन्छ। के छ त भन्दाखेरि आइसकेपछि ठिकै छ, उहाँहरू लोकसेवा पास गरेर आउनुभएको हो, उहाँहरूले चाहिँ सरकारी काम गरेको चाहिँ वर्षौँको अनुभव छ मेरो विचारमा लाग्छ। उहाँहरू 10-12 वर्ष अन्य क्षेत्रमा त काम गरिसक्नु भएको हुन्छ। यहाँ आउनुभन्दा पहिला त्यही पनि यो फिल्ड त एउटा नयाँ फिल्ड हो नि त, अरू क्षेत्र जस्तो होइन। विदेशमा कामदार पठाउने सिस्टम हो, G2G प्रोसेस हो। कोरियाको HID कोरिया र इपिएस नेपाल इपिएस कार्यालय गुवारकोसँग सम्बन्धित भएर काम गर्नुपर्ने हुन्छ। यो त अलि फरक कुरा हो नि त। सबै जो पायो त्यही यहाँ आएर काम गर्न चाहिँ सक्नुहुन्न मेरो आफ्नो व्यक्तिगत धारणामा चाहिँ। किन भन्दा 3 महिनामा उहाँहरूलाई परिवर्तन गरिन्छ, सरुवा गरिन्छ। 3 महिनामा सरुवा गर्दा एउटा के समस्या हुन्छ त भन्दाखेरि एउटा त हामीले विविध समस्या लिएर त्यहाँ जान्छौँ। अस्ति भर्खर आन्दोलन गर्नुभयो, हिजो उहाँहरूको सरुवा गरियो भनेपछि त साथीहरूले आन्दोलन गरेको त्यो सुनवाई हुन्थ्यो, उहाँ कुरा सुनिएको थियो भने पनि अब काम लागेन। उहाँ जुन सुनेको व्यक्ति गइसक्नुभयो, अब नयाँलाई केही थाहा छैन, फेरि सुरुबाट गर्नुपर्ने हुन्छ। इपिएस सिस्टममा पटक देखिएका समस्याहरू अब समाधान हुन्छ कि भन्ने बेलामा फेरि सरुवा हुन्छ। यो सरुवा र बढुवाको कामले गर्दाखेरि चाहिँ हामी रोजगारीका लागि कोरिया आउने साथीहरूको लागि एकदमै समस्या हुँदै गइरहेको छ। 3 महिना त समस्या समाधान गर्ने भन्दा पनि परिचय गरेरै उहाँहरूले सकाउन्न। परिचय कार्यक्रम यताउता बुझ्दा, माहौल बुझ्दा नै सकिने समय अवधि हो। त्यसैले गर्दा 2-3 महिनामा चाहिँ यसरी पटक कर्मचारीहरू चाहिँ परिवर्तन गरिदिने चाहिँ सरकारले नगरोस् भन्न चाहन्छु म चाहिँ। तपाईँहरूलाई के लाग्छ? कोही पनि कार्यालय प्रमुखहरू आउनुहुन्छ, निर्देशक महानिर्देशक आउनुहुन्छ भने उहाँहरू चाहिँ केही नभए पनि 1-1.5 वर्ष काम गर्नुभयो भने हाम्रा विभिन्न समस्याहरू छन्, त्यस्ता समस्यालाई समाधान गर्न सक्नुहुन्थ्यो। हामीले पनि उहाँलाई चाहिँ भनेको थियौँ, उहाँले काम गर्नु भएन भनेर, यति काम गर्नु भएन भने भन्न सकिन्थ्यो। काम गर्नुभयो भने चाहिँ उहाँहरू राम्रो हुनुहुन्छ, उहाँको पालामा चाहिँ राम्रो काम भइरहेछ भनेर पनि हामीले पनि एउटा मूल्याङ्कन गर्न सकिन्थ्यो। अब 3 महिनामा त उहाँहरू कस्तो व्यक्ति हो भनेर परिचय कार्यक्रम परिचय गर्दै समय अवधि सकिन्छ। पक्कै पनि सम्बन्धित निकायको ध्यान जाओस्, सरुवा गर्ने ठाउँमा सरुवा गर्नुपर्ने होला। यो पनि अब सरकारी नियम होला के होला, तर पनि सबै ठाउँमा चाहिँ यसरी चाहिँ सरुवा गर्दाखेरि काम चाहिँ राम्रो तरिकाले चुस्त दुरुस्त रूपमा नभएको चाहिँ मैले पाएको छु। तपाईँहरूलाई कस्तो लाग्छ? विभिन्न समस्या भएको ठाउँमा अझै पटक कर्मचारी परिवर्तन गऱ्यो भने उहाँहरूले पनि त्यो माहौल बुझ्न केही समय लाग्छ। उहाँ पनि आएर आजको भोलि नै त्यसरी काम गर्न सक्ने पनि त होइन नि त। उहाँहरूले पनि त माहौल बुझ्दै 2-3 महिनामा सम्बन्ध उहाँहरूले माहौल बुझ्नुहुन्छ, प्रक्रिया बुझ्नुहुन्छ, कोरिया के हो, कोरिया कसरी जान्छन्, कस्तो समस्या छ त्यो समस्या बुझ्नुहुन्छ। त्यसपछि बल्ल समाधानतर्फ अगाडि बढ्ने हो। अब आएको 3 महिनामै सरुवा गर्छ भने त कसरी समस्या समाधान हुन्छ त? अहिले रोस्टर अवधि, रोस्टर परिवर्तन जस्ता विभिन्न समस्याहरू छन्, ढिलासुस्ती छ। यस्ता समस्याको समाधान गर्न कम्तीमा पनि 1-1.5 वर्ष एउटा कार्यालय प्रमुखहरूलाई चाहिँ राखिराख्नुपर्ने हुन्छ। मेरो आफ्नो व्यक्तिगत धारणा हो। तपाईँहरूलाई कस्तो लाग्छ? भिडियो मनपर्छ भने भिडियोलाई लाइक अनि च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।